गोल्डको प्राइस रिसेन्टली अल टाइम हाईमा पुगेको थियो तर कसरी एकै दिनमा 11% भन्दा बढीले घट्न पुगे त के यो गोल्ड किन्ने बेला भएको हो गोल्ड पछाडिको हिस्ट्री के छ गोल्ड किन अल टाइम हाईबाट फर्किन थाले त यो सबै कुराहरू म यो भिडियोमा एक्सप्लेन गर्न ट्राई गर्नेछु मान्छेहरूले बार्टर सिस्टममा ट्रेड गर्ने बेलामा डिफरेन्ट डिफिकल्टी देखेपछि त्यसको अल्टरनेटिभ मिडियमहरू खोज्दै थिए त्यो अल्टरनेटिभ मिडियमहरू खोज्ने बेलामा मान्छेहरूले एउटा यस्तो मेटल भेटाए जो साइनी थियो जसलाई डेकोरेसनमा युज गर्न मिल्थ्यो जसलाई सजिलै खिया लाग्ने थिएन त्यसको डिफरेन्ट पर्पजले गर्दा मान्छेहरूले गोल्डलाई एउटा मिडियम अफ एक्सचेन्जको रूपमा युज गर्न थाले गोल्डलाई लामो समयसँग मिडियम अफ एक्सचेन्जको रूपमा युज गरिसकेपछि गोल्डलाई मिडियम अफ एक्सचेन्जको रूपमा गोल्ड स्ट्यान्डर्डले रिप्लेस गर्यो र गोल्ड स्ट्यान्डर्डलाई पेपर करेन्सीहरूले पेपर करेन्सीमा युएस डलर सबैभन्दा स्ट्रङ करेन्सी बन्न पुग्यो ग्लोबल ट्रेडमा युएस डलर युज हुने भएपछि कन्ट्रीहरूले धेरै युएस डलरहरू रिजर्भमा राख्न थाले त्यसपछि गोल्डलाई एउटा मिडियम अफ एक्सचेन्जको रूपमा युज नगरी स्टोर अफ भ्याल्यु ज्वेलरी डेकोरेसन र इन्डस्ट्रियल युजको लागि मात्र युज गरिन थाल्यो गोल्डको प्राइस अहिले अल टाइम हाई पुग्नुको मेन रिजन भनेको अनसर्टेनिटी हो युएस इकोनोमी अहिले जियोपोलिटिकल कन्फ्लिक्ट ट्यारिफ रसिया र चाइनाको राइजले गर्दा एकदम अनसर्टेन सिचुएसनमा छ त्यसैले गर्दा युएस डलरको भ्याल्यु पनि घटिरहेको छ यस्तो बेलामा कन्ट्रीहरू र इन्भेस्टरहरूले युएस डलरलाई छोडेर गोल्डलाई एउटा सेफर इन्भेस्टमेन्टको रूपमा हेरिरहेका छन् त्यसैले गोल्डको भ्याल्यु अल टाइम हाईमा पुगेको हो गोल्डको भ्याल्यु किन अल टाइम हाईबाट झरिरहेछ र किन केही वर्ल्डका टप इन्भेस्टरहरूले गोल्डमा इन्भेस्ट गर्न प्रिफर गर्दैनन् भन्ने बारेमा हामीले पार्ट 2 मा कुरा गर्नेछौँ पार्ट 2 का लागि यो भिडियोमा लाइक र हामीलाई फलो गर्न नबिर्सिनु होला